त्यस्तो गर्यो भने के हुन्छ त सबै उड्छ कि उड्दैन स्ल्यास भित्रको आरएम सुडो भनेको चाहिँ नर्मल युजरले उडाउनको लागि के जुन रुट छैन त्यसले एज अ रुट काम गर्नु पर्यो भने अगाडि सुपर युजर डु भन्ने हुन्छ सुडो लगाउनुपर्छ सुडो गरेर आरएम गर्यो भने सबै रुट पार्टिसनै उड्छ कि उड्दैन हो त्यही भएर नेभर डु इट भनेको मैले ठिक छ त्यस्तो काम चाहिँ गर्नु भएन सबै उड्यो नि त उडेपछि प्लेटफर्मै गयो नि हो त्यस्तो चाहिँ गर्नु भएन अब हामी लिङ्क्सको बारेमा पढ्छौँ सर्टकट जुन लिनक्समा हामीले सर्टकट भनेर भन्छौँ है टच गर्ने नेपाली song.mp3 भन्ने एउटा मैले बनाएँ है अनि एलएन गर्ने लिङ्क एलएन गर्ने नेपाली song.mp3 लाई म्युजिक भित्र लगेर हिट song.mp3 भनेर सर्टकट बनाइदिए विन्डोको सर्टकट हुन्छ नि हो त्यसलाई लिनक्समा लिङ्क्स भन्छ एलएन हो कमान्ड सजिलो छ कति सजिलो छ सोर्स र डेस्टिनेसन जानेपछि केही गाह्रो छ त छैन लिनक्सको सिक्रेटै यति जान्यो भने संसारको सबै डिस्ट्रिब्युसनमा काम गर्न सकिन्छ एलएन गर्ने हो अब एलएन गर्ने बित्तिकै लिङ्क त थाहा भयो लिङ्क भनेको एलएन यति जान्नु पर्यो अरू केही नजाने पनि हुन्छ म्यान गर्ने एलएन हान्ने म्यानले सबै दिइहाल्छ होइन एलएन गर्ने स्पेस डबल हाइफन हेल्प गर्ने सबै कुरा थाहा हुन्छ कि हुँदैन हो त्यसरी हामीले फलो गरिन्छ यो गर्नुहोस् त कपी गर्नुभन्दा सर्टकट बनायो भने सजिलो हुन्छ नि जस्तै मेरो हार्ड डिस्कमा फाइल छ हार्ड डिस्क जोड्ने बित्तिकै कहाँ छ थाहा छैन जहिले खोज्नुपर्छ त्यसलाई राइट क्लिक गर्यो अनि सर्टकट गर्यो भने डेस्कटपमा गएर बस्दैन हो त्यस्तै हामीले सर्टकट बनाउने त्यो सर्टकट भनेको कपी होइन खालि फाइलको नेम मात्रै एज अ लिङ्क भएर जान्छ त्यो डाटा कपी भएर जाने होइन एज अ सर्टकट अलि देखिएन है भन्नु न देखिएन भनेर हो भन्नुपर्छ अब मेरो यहाँ 4K छ डिस्प्ले अनि त्यस्तै हो कि भन्ने पनि लाग्छ कि बेला भन्नु पर्यो नि त गर्ने ल सबै एलएन भनेको लिङ्क है भयो यता भयो त्यहाँ राम्ररी हल्ला नगर्ने है राम्रो प्र्याक्टिस गर्ने सबै हजुर रुटकै सर्टकट त्यो पनि इच्छा तपाईँको किन नमिल्ने त्यो दिँदैन होला क्या कति कुराहरू कुनै ठाउँमा एउटा MP3 बनाउनुहोस् एलएन गर्नुहोस् अनि सोर्स दिनुहोस् होइन